नमस्ते। आज चाहिँ युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म तपाईहरुलाई तरकारी पकाएर देखाउँदैछु, त्यो पनि मासु अर्थ हो र। अब यहाँबाट टक्क तेल हालिन्छ। यो त सबैलाई थाहा छँदैछ। म चाहिँ तेल हाल्दैछु। अब पकाउने तरिका चाहिँ हेर्नुस् है, सबैको आफ्नो हुन्छ। मेरो आफ्नै तरिका छ। कसैलाई मन पर्छ पर्दैन। म चाहिँ टक्क यहाँको मसलाहरु रेडी बनाइसकेको छु। तरकारी पनि हालिसकेको छु। यहाँ ल्याएर देखाइदिउ नि। ट्याक्क ल्याएर देखाइदिउ त। हेर्नुस् है त। पकाउने तरिका भनेको आफ्नो हुन्छ। म चाहिँ टक्क हाल्ने हो अनि तरकारी हाल्ने हो। बिगारे डढेला जस्तो छ। कति थोरै ए सबै तिमीलाई दिउँला न हो। यो त एउटा बनाउनु त हो त हो। बनाएपछि चाहिँ पकाउने हो अनि दामी बनाउने हो। अनि प्याज चाहिँ कतिखेर हाल्ने हो? मेरो आफ्नै तरिका छ। म एकछिनमा भुटेपछि हाल्ने हो कि अब टक्कसँगले नुन हाल्ने हो। नुन हालेर एकछिन मजाले भुट्ने हो। कति बेरसम्मको बनाइदिने? यसलाई लागिहाल्छ नि 30 मिनेट आधी घन्टा मजाले पाक्नुपर्छ। अनि अब टक्क यहाँ म चाहिँ अब मसला पिस्न थाल्थे। तर मेरो लौरो पाएको यो। यसलाई के भन्छ गाउँघरमा लौरो। लौरो। यसले ढुङ्गाको यस्तो सिलौटोमा पिनेको मसला एकदम दामी हुन्छ। लौरो होइन हौ, लोहोरो भन्नु न। लौरो नै भनिन्छ हाम्रो गाउँतिर चाहिँ। लहारो भन्दैन, लहौरो भन्छ। लोहोरो, सिलौटाको लोहोरो भन्छ। हैन, हामी त अब के गर्नु। उइ म बोलेको नि आउँछ? आउँछ। बोल्दा केही हुँदैन। छ्या। अरे त टक्क आफ्नो तरिका हो। के हाल्यौ बुढा तिमीले त्यहाँ? यो जिरा भन्छ अब हामी चाहिँ धन्नै मैले त प्याज हाल्ने हेर्नुहोस् है गाई। तपाईँहरूलाई पनि पड्कियो। पटका पड्के जतिकै पड्किँदैछ। हल्का सानो बनाउने। अरू के पकाएर देखाउनु भनेर पहिला भिडियोमा मासु नै पकाएर देखाउने हो कि। अब त तपाईँलाई यता हेरेर पनि भन्दा पनि पकाएर देखाउन सक्छु। आज चाहिँ पहिलो भिडियो बनाएको त्यही भएर मासुको रेसिपी बनाएर तपाईँहरूलाई देखाउनु पर्यो भनेर। मन्दाको पनि आउनु मेरो हातले बनाएको मैले बनाएको खानेकुराहरू तरकारीहरू खानाहरू खान सक्नुहुन्छ। अब यसलाई चाहिँ हल्का मलाई मसला पिस्न नि आउँदैन कि। यसो गर भए हुन्छ नभए हुँदैन। के छ आफू त यस्तै काम गर्न भनेपछि लाज लाग्दैन। भात पानी पकाइन्छ जे काम गरिहालिन्छ। काम गरेर आयो आफै खाना बनायो अल्छी लाग्दैन। लागि अब मसला नै हल्का रमाइलो। अब यहाँ यसरी मसला त यहाँ मात्र ध्यान दिएर हुँदैन। हेर्नुहोस् यो तरकारीतिर पनि ध्यान दिनुपर्छ। मेरो लुगा धुन चाहिँ ढिलो हुने भयो नि त। म कतिखेर लुगा धुनु? पहिलोपल्ट भिडियो बनाएको हुन्छ भनेर सबैको सपोर्टमा एकजनाले सपोर्ट गर्यो भने पनि भिडियो बनाउनलाई हौसला मिल्दो रहेछ। अबदेखि म दैनिक भिडियोहरू बनाउँछु। आफूले गर्ने कामहरू जेसुकै होस्
कहीँ बारी बोक्यो कहीँ के गरेको हो कहीँ खाना पकाएको हो कहीँ डुलाउनै जमाइएको हो मसला चाहिँ म त खत्रै दिन्छु क्या ए वान नै हो नि तरकारी पकाउनु ल 5 मिनेटको भयो है अफ गर्दे 5 मिनेटको भयो अफ गरिदिएको ल